राज्य भनेको देशको हो, पार्टीको हुँदैन। श्रम संस्कृति पार्टीको यति जति पत्रकार अनि यस्तो प्रेस चौतारी के जाति भन्नु होइन त्यो है। हर्क साम्पाङको झोली हर्क साम्पाङ के मेरो झोला छ? झोला छ, म रित्तै आएको मान्छे है। झोला छैन, सिर्फ विचार छ, आह्वान छ, आवाज छ। आवाज चाहिँ छ है। देशभन्दा धेरै पार्टीप्रतिको हाम्रो भक्तिभाव हुँदो रहेछ। त्यसो भएको कारणले गर्दाखेरि पनि हामी झन्डाविहीन पार्टी बनाउँदैछौँ है। म एउटा माध्यम हो, तपाईँ यो देशसँग जोडिनुपर्छ, माटोसँग तपाईँ सुरुमा श्रमसँग जोडिनुपर्छ। श्रम कहाँ गर्ने? माटोमा गर्ने। माटो भनेको देश। हामी कमिलाको ताती बनेर हिँडौँ हो। पहिलो कमिला म हो, तर म तपाईँ जत्रै छु र तपाईँ जस्तै छु। तर एक ठाउँमा आएर देशको लागि काम गरौँ न, लाइनमा लागेर काम गरौँ न, यति भने हो मैले। जुन दिनसम्म गरिब दुखीले सिंहदरबारको तपाईँको चाहिँ पहुँच राख्दैन र सिंहदरबारको सेवा तपाईँको चाहिँ गरिब दुखीको बस्तीमा गफमा होइन, भाषणमा होइन। गफमा र भाषणमा त यहाँ पनि हुनुहुन्छ होला, कति एमाले विचारधारको हुनुहुन्छ होला, कोही कङ्ग्रेस विचारधारको हुनुहुन्छ होला, तर सबै तपाईँको छैन विचारधारको मान्छेलाई हामी सम्मानै गर्छौँ। हाम्रो प्रतिस्पर्धा सिर्फ चाइना र इन्डिया हो, अरू केही कुरामा होइन। विकासमा र सुशासनमा, श्रम र श्रमदानमा। तपाईँले खाँदै गरेको छैन तपाईँको भात मैले खोसाएर खाने अभियान होइन। श्रम संस्कृतिले त्यो सिकाउँदैन। उत्पादन गरेर तपाईँ पनि खानुहोस्, म पनि खान्छु भन्ने कुरा सिकाउँछ यसले। म मात्रै खान्छु, तपाईँ नखानुहोस्, तपाईँ चाहिँ भोकै नाङ्गै हुनुहोस् भनेर कोठाको कोठा पैसा र सुन राख्ने, क्विन्टलका क्विन्टल तस्करी गर्ने किसिमको कन्सेप्टबाट हामी जाँदैनौँ अगाडि।